गुल्मीमा रवि लामिछानेको चेतावनी, खराब नेतृत्वले फेरि दुःख दिलाउँछ। सम्भव सिरैयाको घरमा तोडफोड र लुटपाट गर्ने 5 जना विरुद्ध मुद्दा। काङ्ग्रेसको प्रतिज्ञापत्र आइतबार सार्वजनिक हुने। करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयास विरुद्ध गोयरमा प्रदर्शन, ट्रकबाट सामान अनलोड। गेजानी चक्रवातको कहरस, मडागास्करमा 38 जनाको मृत्यु, हजारौं विस्थापित। TFC इमर्जिङ कप 2082 सुरु। नमस्कार, टिभी नेसनल नेटवर्कको TNN समाचारमा स्वागत छ। राजसभा सभापति रवि लामिछानेले आगामी प्रतिनिधि सभा निर्वाचनमा सक्षम र इमानदार नेतृत्व छान्न सबै मतदातालाई सचेत रहन आह्वान गर्नुभएको छ। उहाँले विगतका कमजोरीबाट पाठ सिक्दै सही प्रतिनिधि चयन गर्नुपर्ने बताउनुभयो र निर्वाचनलाई महाभारतको युद्धसँग तुलना गर्दै सत्य र न्यायको पक्षमा उभिन नागरिकहरूलाई आग्रह गर्नुभएको छ। काठमाडौँ मण्डीखाटा स्थित सम्भव सिरैयाको घरमा तोडफोड, आगजनी र लुटपाट गरेको अभियोगमा 5 जना विरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ। पक्राउ पर्नेहरूमा सुजन डङ्गोल, विवेक थापा, गोपाल थापा, प्रज्वल रोगु र रोजिस घिमिरे रहेका छन्। भदौ 24 गतेको जेन्जी आन्दोलनको बहानामा गरिएको घटनामा घरमा पार्क गरिएको कार, 35 तोला सुन, 31 केजी चाँदीका सिक्का, गहना र बहुमूल्य फर्निचर जलेर नष्ट वा लुटिएका थिए। अभियोग पत्र अनुसार केही लुटिएका चाँदीका सिक्का बरामद भइसकेका छन्। सरकारी वकिलहरूले प्रतिवादीहरूलाई आपराधिक उपद्रव र चोरीको कसुरमा कारबाहीको माग गरेका छन्। नेपाली काङ्ग्रेसले आगामी आइतबार प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। पार्टीले यसपटक घोषणापत्रलाई प्रतिज्ञा पत्र नाम दिएको जनाइएको छ। पार्टीका प्रवक्ता तथा केन्द्रीय प्रचार प्रसार समिति संयोजक देवराज चालिसेले आइतबार पत्रकार सम्मेलन मार्फत प्रतिज्ञा पत्र सार्वजनिक गरिने जानकारी दिएका हुन्। उहाँका अनुसार प्रतिज्ञा पत्र सार्वजनिक गर्न पार्टीले आइतबार दिउँसो 2 बजे सानेपा स्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्नेछ। प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 लाई लक्षित गर्दै तयार गरिएको प्रतिज्ञा पत्र मार्फत काङ्ग्रेसले आगामी कार्ययोजना, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ। गोयर स्थित करदाता सेवा कार्यालय सिमरा सार्ने प्रयासपछि शुक्रबार बजार तनावग्रस्त बनेको छ। स्थानीय व्यापारी तथा व्यवसायीहरूले निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्। स्थानीय व्यापारी तथा व्यवसायीहरूले निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रदर्शन गरेका हुन्। कार्यालयका सामग्री ट्रकमा लोड गरी लैजान खोजिए पनि विरोधपछि पुनः अनलोड गरी कार्यालयमै फिर्ता गरिएको छ। सरकारले कार्यालय सिमरा स्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेको भनिएपछि आन्दोलित बनेका व्यवसायीहरूले बजार बन्द समेत गरेका छन्। रौतहट उद्योग वाणिज्य सङ्घका पदाधिकारी सहित स्थानीय व्यापारीहरू ट्रक अगाडि धरनामा बसेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनास्थलमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले पनि कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन्। प्रशासनले अवस्था सामान्य बनाउने प्रयास जारी रहेको जनाएको छ। मडागास्करको दोस्रो ठुलो सहर तोमासिनामा गेजानी चक्रवातका कारण कम्तीमा 38 जनाको मृत्यु भएको छ भने 12,000 भन्दा बढी मानिस विस्थापित भएका छन्। राष्ट्रिय जोखिम तथा विपद व्यवस्थापन कार्यालयका अनुसार 6 जना अझै बेपत्ता छन् र सयौं घाइते भएका छन्। चक्रवातले पूर्वी तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। हजारौं घर नष्ट र क्षतिग्रस्त भएका छन् भने प्रमुख सडक अवरुद्ध हुँदा उद्धार र राहत कार्य प्रभावित भएको छ। सरकारले राष्ट्रिय
विपद घोषणा गरेको छ र अन्तर्राष्ट्रिय सहयोगको अपील गरिएको छ। पटिहानी फुटबल क्लबको आयोजनामा PFC इमर्जिङ कप 2082 आजदेखि सुरु भएको छ। माघ 7 सम्म सञ्चालन हुने प्रतियोगितामा चितवनका 12 विद्यालय सहभागी छन्। भरतपुर 14 सुन्दर बस्ती खेल मैदानमा जारी प्रतियोगिताको उद्घाटन खेलमा अमर माध्यमिक विद्यालय र SOS स्कुल बीच प्रतिस्पर्धा भइरहेको छ। विजेताले 10,000 नगद सहित 15,000 बराबरको खेल सामग्री पाउनेछन् भने उपविजेताले नगद सामग्री तथा ट्रफी मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ। हवस् त टिभी नेसनल नेटवर्कको TNN समाचार अहिलेलाई यति नै। TNN टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।